मेटरब्याजी प्रकरण अन्तर्गत ठगी तथा अपराधिक विश्वासघात एवं ब्याङ्किङ कसुर सम्बन्धी मुद्दाका आरोपी सप्तरीको बोधबेस साइन नगरपालिका 8 काचक राजपट्टीका मनिकलाल यादव पक्राउ परेका छन्। सिराहाको धनगढीमा नगरपालिका 1 घर भई हाल लहना नगरपालिका 1 मा बस्दै आएका सन्तोष कुमार यादवको जाहेरीले सिराहा जिल्ला अदालतको आदेश अनुसार 40 वर्षीय यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। सिराहा जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएपछि सोमबार साँझ पक्राउ गरी उनलाई मंगलबार सिराहा प्रहरीको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी डुन्डीराज न्युपानेले जानकारी दिए। यादवमाथि जग्गा, चेक तथा सुनचाँदीका गरगहना धितो राखेर चर्को मिटर ब्याज असुल गर्ने र कतिपय व्यक्तिले लिएको ऋण ब्याज चुक्ता गरिसके पनि धितो फिर्ता नगरेको आरोप छ। पछिल्लो पटक सिराहाका सन्तोषले उनीमाथि दिएको मिटर ब्याज प्रकरण अन्तर्गत ठगी तथा अपराधिक विश्वासघात एवं ब्याङ्किङ कसुर सम्बन्धी मुद्दा प्रहरी हुँदै अदालतसम्म पुगेपछि यादव विरुद्ध पक्राउ पूर्जी जारी भएको थियो। सन्तोषले समस्या परेका बेला मनिकलालसँग जग्गा धितो राखेर पटक पटक गरी 57 लाख रुपियाँ ऋण सापटी लिएको जाहेरीमा उल्लेख गराएका छन्। त्यो बापत उनले लहना नगरपालिका 1 स्थित 9 धुर जग्गामा निर्मित 4 तल्ले घर तथा सोही वडामा 12 धुर जग्गामा निर्मित अर्को 1 तल्ले घर धितो बापत मनिकलाल लिएर राखेका थिए। यति मात्र होइन, आफूसँग मनिकलालले रकम उल्लेख नगरेको 4 वटा सादा चेकमा हस्ताक्षर गर्न लगाई बुझी लिएको र त्यसपछि मात्र ऋण सापटे दिन तयार भएको सन्तोषले जाहेरीमा उल्लेख गरेका छन्। उनले कोरोना कालमा व्यापार व्यवसाय चौपट भएको तथा समस्या पर्दा मनिकलालले भने अनुसारको कागज तथा सादा चेकमा हस्ताक्षर गरी बुझाएको बताए। पछि गएर मनिकलालले 1 लाखको दैनिक 1000 का दरले चर्को ब्याज माग्न थालेको र आफूले सो अनुसारको ब्याज तिर्न नसक्ने बताएपछि मनिकलालले आफूबाट प्राप्त गरेको हस्ताक्षर सहितको चेकमा आफैले 1,46,05,00,000 रुपियाँ भरेर ब्याङ्कमा 3 पटक चेक बाउन्स गराई फसाउन खोजेको सन्तोषले सुनाए। कतै कुनै उपाय नदेखिएपछि आफू न्यायका लागि स्थानीय प्रहरी प्रशासन हुँदै अदालतसम्म पुगेको सन्तोषको भनाइ छ। मनिकलालको चर्को ब्याजबाट पीडित हुने अन्य व्यक्तिहरू पनि धमाधम सार्वजनिक हुन थालेको छ। मंगलबार मनिकलालको चर्को मिटर ब्याज तथा चेकमा किर्ते हस्ताक्षरबाट पीडित भएका थप 2 जना पीडितहरू न्यायका लागि सार्वजनिक भएका छन्। राजविराज 7 का डाक्टर विवेक कुमार झा र राजगढ गाउँपालिका 3 का सोमन शाहले मनिकलालबाट सोही प्रकृतिको अपराधबाट आफूहरू पनि पीडित भएको भन्दै न्यायका लागि पहल गरिदिन प्रहरी अधिकार कर्मी र सञ्चारकर्मीसँग आग्रह गरेका छन्। डाक्टर झाले मनिकलालसँग जग्गा धितो राखी पटक पटक गरी लिएको 71 लाख ऋण मध्ये 32 लाख रुपियाँ बुझाइसकेको तथा करिब 1,50,00,000 मूल्य बराबरको जग्गाको कागजात पनि उनैसँग रहँदा पनि चर्को ब्याज जोडेर मानसिक यातना दिने गरेको गुनासो पोखे। यति मात्र होइन, मनिकलालले एक दिन गाडीको डिक्कीमा राखेको चेकबुक चोरेर आफैले मेरो नामको नक्कली हस्ताक्षर गरी 1,95,00,000 रकम भरेर ब्याङ्कबाट चेक बाउन्स गराई मलाई ब्याङ्किङ कसुर मुद्दामा फसाउन खोजेको डाक्टर झाको भनाइ छ। उनले पनि मनिकलालले 1 लाखको दैनिक 1000 को दरले ब्याज जोड्ने गरेको सुनाए। चोरी भएको आफ्नो चेकमा नक्कली हस्ताक्षर भएको कुरा राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले समेतले परीक्षण गरी प्रमाणित गरिदिएको उनले बताए। उनले प्रहरीमा मनिकलाल विरुद्ध दिएको जोहेरीमा समेत परीक्षण रिपोर्ट प्रमाणका रूपमा पेश गरेका छन्। यस्तै मंगलबार नै सप्तरीको राजगढ गाउँपालिका 3 का सोमन शाहले आफू पनि मनिकलालको चर्को मिटर ब्याजबाट पीडित भएको गुनासो पोखेका छन्। उनले आफूले मनिकलालसँग पटक पटक गरी 25 लाख रुपियाँ ऋण सापटी लिएको सुनाए। सो बापत 2,10,00,000 को कागजात तथा 97 लाखको चेक धरोटी बापत मनिकलालले लिएको उनको भनाइ छ। उनले पनि आफूसँग 1 लाखको दैनिक 1000 का दरले मनिकलालले माग्न थालेपछि समस्या परेको गुनासो पोखे। उनीहरूले मिटर ब्याज तथा किर्ते हस्ताक्षर गरी आफूहरूलाई उठी बास गराउन खोज्ने साहुकार मनिकलालमाथि कडा कारबाहीका लागि पहल गरिदिन सबैसँग आग्रह गरेका छन्।